सबैमा नमस्कार। म निरज पौडेलको तर्फबाट आजबाट हुन गइरहेको आइसिसी T20 वर्ल्ड कप म्याचमा सबै टिमहरूलाई एकदमै धेरै शुभकामना व्यक्त गर्दछु। र भोलि हुन गइरहेको इङ्ल्यान्ड भर्सेस नेपालको म्याचमा नेपाललाई चाहिँ तपाईँहरूले फुल्ली सपोर्ट गरिदिनु होला। भोलि चाहिँ मुम्बई स्थित वानखडे स्टेडियममा चाहिँ नेपाल भर्सेस इङ्ल्यान्डको म्याच हुँदैछ। र जो पनि त्यहाँ जान सम्भव छ अथवा टिकट काटिसक्नुभयो उहाँहरूले चाहिँ त्यहाँ गएर नेपाललाई अवश्य नै सपोर्ट गर्नुहुनेछ। साथसाथै तपाईँहरूले चाहिँ अरू जो कोले पनि हेर्दै हुनुहुन्छ यो भिडियो अनि विश्वव्यापी रूपमा चाहिँ हाम्रो नेपाललाई चाहिँ एकदमै सपोर्ट गरिदिनु होला। अहिले चाहिँ नेपालले चाहिँ एकदमै दमदार किसिमको प्रदर्शन प्रस्तुत गर्नेछ भन्ने मैले पूर्ण आशा लिएको छु। र नेपालमा चाहिँ अब अहिले भनौँ न टिम चाहिँ एक्सपिरियन्स टिमहरू छ, त्यसपछि खेलाडीहरू पनि एकदमै दमदारहरू छ। अहिले चाहिँ विश्वकप नेपालले नै जित्ने हो भनेर मैले पूर्ण आशा राखेको छु। र सबैले नेपाललाई चाहिँ सपोर्ट गरिदिनु होला। जय नेपाल भनेर कमेन्ट गर्नु होला है त गाइज।